ल जाउँ। हेलो साथीहरू सबैजना नमस्ते। धेरै पछि अब भिडियो आउँदैछु। आज चाहिँ हामी दाउरा टिप्नलाई जाँदैछु। हामी 3 जना दाजुभाइ। हाम्रो मेन साउ चाहिँ मालिक। यस्तो छ जङ्गलहरू चाहिँ। पहिले चाहिँ धेरै बस्तु चलाउँदैन सुन्नु पहिला त टन्नै बस्तुहरू हुन्थ्यो नि त आमा गल्ली हुन्थ्यो मान्छे छैन गाउँमा गाह्रो छ हेर्न घाँसै त है पहिला घाँसै हुँदैन यस्तो र बाटो चाहिँ शीत झरेर राष्ट्रिय चिप्लो भएछ। उफ शीतल छ आज हामी दाउरा टिप्ने प्लानमा घाँस कता गर्ने केटा घाँस चाहिँ नि साली पार चाहिँ गाउँहरू राम्रो छ। एकजना अगाडि चलिरहेको छ के लाने अब हामी चाहिँ जङ्गल पुग्नु लाग्यो गाछहरू के छ साथीहरू हाल खबर सब बलर चाहिँ बिस्तारै न अगाडि गीत गायो साथी गीत गाऊ दाउरा पिलाउनु थाल्यो। म चाहिँ यसरी दाउरा जम्मा पारिरहेको छ नि पछि फेरि यसलाई बोकेर घर पुऱ्याउनु पर्ने हुन्छ। यस्तो ठाउँहरू छ भिर छ डेन्जर छ यता चाहिँ माथि चाहिँ म भिर हो म छ पाइन्छ त्यो चाहिँ अहिले जहाँ चाहिँ म छ नि क्या यहाँ नि आएछ तलको सक्यो अब यहाँको बिलो तिमी उताबाट बस्छ भाइ गदा दुईले त भित्र छोरेछ त यहाँ त है फुर्छ फुर के चाहिँ चिरे हेरेको रहेछ होइन त्यो मैले हानेर त्यतिकै छोडेको फलिम्दीलाई मागेको तल गएको छु त
यसरी पिल्ला राखेर पछि सुकेपछि चाहिँ बोक्नुपर्छ यो दाउरा चाहिँ हाम्रो यस्तो खुर्काएर हाल्नुपर्छ हेर अहिले नै सौबा भोलि पछि त फेरि सुका तिरिक लुम्बु गऱ्यो भने त नि गाह्रो हुन्छ त ल भविष्यको कलाकार दाइ गीत पनि राम्रै गाउनुहुन्छ अलि गीत गाउन अस्ति चाहिँ छोड्नुपर्छ र नत्र राम्रै गीत गाउनुहुन्थ्यो दाइले गीत गाउनु दाइ अलिअलि थर्मास है क्या अब सघाउ है थर्मास फुटेर अनि चिया खाला बिगार हाम्रो चाहिँ साथीहरू चिया खाने टाइम भइसक्यो अब चिया खानु लाग्यो हामी चाहिँ अब साथीहरू सबैजना घाँस बोकेर फर्किँदैछु दाउरा नि पिल्लाइसक्यो त्यही भएर भाइ यहाँ भान्जा घाँस बोक्दैछ दाइ सौबा जोला बिग्रिँदैछ गफ रेकर्ड हुँदैछ न दाकमा यो भरन्डी माथि गएर भोक लाग्यो र दादा माथि पर जाउँ हामी पनि माथि पर जाउँ दालेकोमा घुम्दै जाउँ न के छ र सल्लाह लान्छ